जयमस्य मित्रहरू, हाम्रो यस बाटो सत्य र जीवन युट्युब च्यानलमा यहाँहरू सबैजनालाई स्वागत छ। मित्रहरू, हामी एक वर्ष आत्मिक यात्रामा छौँ। अहिले हामीले ऐतिहासिक पुस्तकको आधारमा बाइबल पाठ गरिराखेका छौँ। आउनुहोस् आजको यात्रा सुरु गरौँ। रोमी 11 अध्याय, इजरायलका बाँकी रहेकाहरू। यसकारण म सोध्दछु, के परमेश्वरले आफ्ना मानिसहरूलाई परित्याग गर्नुभएको छ त? कदापि होइन, किनकि म पनि त अब्राहमको सन्तान, बेन्यामिन कुलको एक इजरायली हुँ। परमेश्वरले पहिलेदेखि नै चुन्नुभएका आफ्ना मानिसलाई बहिष्कार गर्नु भएन। के एलियाको विषयमा पवित्र शास्त्रले भनेको कुरा तिमीहरू जान्दैनौ? उनले इजरायलको विरुद्धमा परमेश्वरसँग कसरी बिन्ती गर्दछन्? हे प्रभु, तिनीहरूले तपाईँका अगमवक्ताहरूलाई मारेका छन्, तपाईँका वेदीहरू भत्काइदिएका छन् र म मात्र एक्लै छोडिएको छु र तिनीहरू मेरा प्राणको खोजीमा छन्। तर उनलाई परमेश्वरको उत्तर के छ? बालको सामुन्ने घोडा नटेक्ने 7,000 मानिसहरू मैले आफ्नो निम्ति राखेको छु। यसै गरी यस वर्तमान समयमा पनि अनुग्रहद्वारा चुनिएकाहरूको एक बाँकी भाग छ। तर अनुग्रहबाट हो भने यो कर्मको आधारमा होइन, नत्र त अनुग्रह अझ अनुग्रह नै रहने थिएन। तब के इजरायलले जे खोजेको थियो त्यो पाउन असफल भयो? तर चुनिएकाहरूले त्यो प्राप्त गरे। अरू सबै चाहिँ कठोर बने, जस्तो लेखिएको छ। परमेश्वरले तिनीहरूलाई चेतनाहीन आत्मा दिनुभएको छ, यस्ता आँखा दिनुभएको छ जसले नदेखुन् र यस्ता कान जसले नसुनुन्, र आजको दिनसम्म पनि तिनीहरू यस्तै छन्। र दाउद भन्छन्, तिनीहरूको भोज, पासो र धरा बनोस्, एउटा बर्खालु र तिनीहरूलाई बदला दिने कुरो होस्। तिनीहरूका आँखा नदेख्नलाई धमिला हुन् र तिनीहरूका ढाड सधैँ कुप्रो भइरहन्, कलमी बाँधिएको हाँगा। यसकारण म सोध्दछु, के लोट्नलाई तिनीहरूले ठक्कर खाएका हुन्? कदापि होइन, तर इजरायलको अपराधद्वारा अन्य जातिहरूमा मुक्ति आएको छ, ताकि इजरायल पनि मुक्तिको निम्ति डाही बनोस्। अब यदि तिनीहरूको अपराध संसारको निम्ति सम्पत्ति र तिनीहरूको असफलता चाहिँ अन्य जातिहरूका निम्ति सम्पत्ति हुने हो भने त तिनीहरूको पूर्ण समावेश झन् कति अर्थपूर्ण होला। अब हामी अन्य जातिहरूलाई भनिरहेछु, अन्य जातिहरूको प्रेरित भएको हुनाले म मेरो सेवालाई महत्त्व दिँदछु, यस आशामा कि मेरो आफ्नै यहुदी जातिलाई डाही बनाउन सकौँ र ती मध्ये कसैलाई बचाउन सकौँ। किनकि यदि तिनीहरूको बहिष्कार हुँदा संसारको निम्ति मिलाप भयो भने के तिनीहरूको पुनःग्रहण मृत्युबाट जीवन पाएको समान होइन र? यदि मुछेको पिठोको एक अंश प्रथम भेटीको रूपमा अर्पण गरिएको छ भने समस्त ढिका पवित्र हुन्छ। यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुन्छन्। तर यदि कुनै हाँगाहरू काटिए र असल जैतुनको जराको रस भण्डारमा सहभागी हुनलाई तिमी एक जङ्गली जैतुन भएर पनि तिनीहरूको ठाउँमा कलमी बाँधियो भने ती हाँगाहरूका सामु घमण्ड नगर। यदि घमण्ड नै गर्नु हो भने यो याद राख कि जरालाई थाम्ने तिमी होइनौ, तर जराले पो तिमीलाई थाम्छ। तिमी भन्ने छौ, म कलमी बाँधिन सकौँ भनेर नै हाँगाहरू काटिएका थिए। ठिकै हो, तिनीहरूको अविश्वासले गर्दा नै हाँगाहरू काटिएका हुन्। तिमीहरू चाहिँ तिम्रो विश्वासले मात्र खडा छौ। घमण्ड नगर, तर श्रद्धापूर्ण भई राख, किनभने यदि परमेश्वरले स्वाभाविक हाँगाहरूलाई बाँकी राख्नु भएन भने त तिमीलाई पनि बाँकी राख्नुहुने छैन। यसकारण परमेश्वरको दया र कठोरतालाई ध्यानमा राख। पतन भएकाहरूमाथि कडा व्यवहार, तर उहाँकै दयामुनि रहिरह्यो भने तिमीलाई परमेश्वरको दया देखाइनेछ, नत्र त तिमी पनि काटिनेछौ। तिनीहरू पनि अविश्वासमा ढिट भएर बसेनन् भने त कलमी बाँधिनेछन्, किनभने परमेश्वरले तिनीहरूलाई फेरि पनि कलमी बाँध्न सक्नुहुन्छ। किनभने यदि तिमी प्राकृतिक जङ्गली जैतुन भएर पनि काटियौ र प्रकृतिको विरुद्ध एउटा असल जैतुनको बोटमा कलमी बाँधियो भने त यी प्राकृतिक हाँगाहरू आफ्नै निज जैतुनको रुखहरू झन् कति बढी कलमी बाँधिएलान्। समस्त इजरायलको उद्धार। भाइ हो, आफ्नै अभिमानमा तिमीहरू बुद्धिमान हुन खोज्छौ कि भनेर तिमीहरू यो रहस्य बुझ भन्ने म चाहन्छु।
कि अन्य जातिहरूको सङ्ख्या पूर्ण नभएसम्म इजरायलको एक अंशमा कठोरता आएको छ। यसरी सारा इजरायल उद्धार हुनेछ जस्तो लेखिएको छ। उद्धारक सियोनबाट आउनुहुनेछ, उहाँले याकुबबाट अधर्म हटाउनुहुनेछ अनि तिनीहरूसँग मेरो करार यही हुनेछ जब म तिनीहरूका पाप हरण गर्नेछु। सुसमाचारको हिसाबले त तिनीहरूका खातिर परमेश्वरका शत्रुहरू हुन्, तर चुनावको हिसाबले चाहिँ पूर्वजहरूका खातिर तिनीहरू मित्रहरू हुन्, किनभने परमेश्वरका वरदान र बोलावट अटल छन्। किनकि जसरी तिमीहरू पनि एकपल्ट परमेश्वरको आज्ञा पालन नगर्नेहरू थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताले गर्दा तिमीहरूले कृपा पाएका छौ। तिमीहरूलाई कृपा देखाइएकोले गर्दा तिनीहरूले पनि कृपा प्राप्त गरून् भने तिनीहरू अहिले अनाज्ञाकारी भएका छन्। किनभने परमेश्वरको कृपा सबै मानिसहरूमाथि होस् भनेर उहाँले सबैलाई अनाज्ञाकारितामा नै सुम्पनु भएको छ। प्रशंसा गान। आहा, परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो! उहाँका इन्साफहरू कति अगम र उहाँका मार्ग बुझ्न नसकिने। किनभने प्रभुको मनलाई कसले जानेको छ? अथवा उहाँको सल्लाहकार को भएको छ? अथवा कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्वरले उसलाई फिर्ता दिनुपरोस्? किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन्। उहाँलाई नै सदा सर्वदा महिमा होस्। आमेन। रोमी 12 अध्याय। जिउँदो बलि। यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल, ग्रहण योग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। किनभने मलाई दिएको अनुग्रहद्वारा तिमीहरूमध्ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्तो सम्झाउनु पर्छ त्यसभन्दा बढी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासमा नाबमोजिम सन्तुलित विचारले सोचोस्। किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्छन् तर सबै अङ्गहरूको एउटै काम हुँदैन, त्यसरी नै हामी जो धेरै छौँ हामी पनि क्रिस्टमा एउटै शरीर हौँ र प्रत्येक एक अर्काका अङ्ग हौँ। हामीलाई दिएको अनुग्रह अनुसार अलग अलग वरदानहरू हामी प्रयोग गरौँ। अगमबाणीको हो भने विश्वासको परिमाण अनुसार, सेवाको हो भने सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा, अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदार चित्तले, शासन गर्नेले तत्चित्त साथ, कृपाको काम गर्नेले खुसीसित। प्रेम सम्बन्धी। प्रेम निष्कपट होस्। जुन कुरा खराब छ त्यसलाई घृणा गर, जुन कुरा असल छ त्यसमा लागिरह। भातृप्रेमसँग एक अर्कालाई प्रेम गर। आफूलाई भन्दा बढी अरूलाई आदर गर। जोशमा पछि नहट। पवित्र आत्मामा प्रज्वलित हो। प्रभुको सेवा गर्दै रह। आफ्नो आशामा आनन्द गर। सङ्कष्टमा धैर्य धारण गर। प्रार्थनामा निरन्तर लागिरह। सन्तहरूको खाँचोमा सहायता देऊ। अतिथि सत्कार कायम राख। तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देऊ, नसराप। आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रो। एक अर्कासँग मिलेर बस। अभिमानी नहो, तर नम्रहरूसँग सङ्गत गर। कहिल्यै अहङ्कारी नहो। कसैलाई खराबीको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ तिनमा ध्यान दियो। हुन सक्छ भने सकेसम्म सबैसँग शान्तिमा बस। प्रिय हो, आफैले कहिल्यै बदला नल्याऊ, तर परमेश्वरको क्रोधमा छडिदियो। किनभने लेखिएको छ, बदला लिने काम मेरो हो, म नै बदला लिनेछु, परमप्रभु भन्नुहुन्छ। बरु तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी दियो। त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भुङ्रो थुपार्नेछौ। खराबीबाट पराजित नहो, तर खराबीलाई भलाइले जित। रोमी 13 अध्याय। प्रशासकहरूका अधीन। हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन् ती परमेश्वरबाटै नियुक्त भएका हुन्। यसकारण प्रशासकहरूका विरुद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकाको विरोध गर्छ र जसले विरोध गर्छन् तिनीहरूले दण्डको आज्ञा पाउनेछन्। किनभने सुकर्मको निम्ति होइन, तर कुकर्मको निम्ति शासकहरूको डर मानिन्छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्यसो भए असल काम गर र तिमीलाई तिनीहरूबाट प्रशंसा मिल्नेछ।
किनकि तिम्रो भलाइको निम्ति तिनी परमेश्वरका सेवक हुन्। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरबार व्यर्थमा भेट्दैनन्। खराब काम गर्नेमाथि परमेश्वरको दण्ड ल्याउने तिनी परमेश्वरका सेवक हुन्। यसकारण परमेश्वरको दण्डबाट बच्नलाई मात्र होइन, तर विवेकको निम्ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ। यसै कारणले पनि तिमी कर तिर्दछौ, किनकि प्रशासकहरू यसै कामको निम्ति निरन्तर लागिरहेका परमेश्वरका सेवक हुन्। तिर्नुपर्ने कुरा सबैलाई तिर, कर तिर्नुपर्नेलाई कर, महसुल तिर्नुपर्नेलाई महसुल, आदर गर्नुपर्नेलाई आदर, इज्जत गर्नुपर्नेलाई इज्जत गर। प्रेममा लागिरहो। आपसमा प्रेम गर्नु बाहेक कसैको केही कुरामा ऋणी नहो, किनकि आफ्नो छिमेकीलाई प्रेम गर्नेले व्यवस्था पूरा गरेको हुन्छ। तैँले व्यभिचार नगर, तैँले हत्या नगर, तैँले चोरी नगर, तैँले लोभ नगर। यी आज्ञाहरू बाहेक र अरू जति आज्ञा छन् ती सबैको सारांश यसै आज्ञामा पाइन्छ, अर्थात् तैँले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर। प्रेमले छिमेकीको खराबी गर्दैन, यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो। यसबाहेक यो वर्तमान समय कस्तो छ सो तिमीहरूलाई थाहा छ। अब निन्द्राबाट बिउझने ठिक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ। रात बितिसक्यो र दिन नजिकै आइपुगेको छ। यसकारण अन्धकारका काम छोडेर हामी ज्योतिका हातहतियार धारण गरौँ। दिउँसो जस्तै गरी हामी ठिकसँग चलौँ, मोजमज्जामा, पियकडपनमा, व्यभिचारमा, भ्रष्टाचारमा, झगडामा र डाहामा होइन, तर प्रभु येशू ख्रिस्टलाई धारण गर र पापमय स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेऊ। मित्रहरू, यहाँबाट आजको भिडियो सामग्री कस्तो लाग्यो? यदि यो भिडियो सामग्रीबाट यहाँलाई आशिष मिलेको छ भने च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब र सेयर गरिदिनु होला। भोलि फेरि बाइबलको अर्को खण्ड लिएर उपस्थित हुने नै छौँ। त्यति बेलासम्मको लागि जय मसीह। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्। आमेन।